नमस्कार साथीहरू, आरामै हुनुहुन्छ? नेपाली इङ्ग्लिस क्लासको अर्को श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। पक्कै पनि तपाईँहरू आरामै हुनुहुन्छ होला। आज हामी हाम्रो श्रृङ्खलामा कुरा गर्न गइरहेका छौँ अङ्ग्रेजी सिक्नको लागि अत्यन्तै आवश्यक एउटा महत्त्वपूर्ण विषयवस्तुको बारेमा। त्यो हो पार्ट्स अफ स्पिच, अर्थात् हामीले बोलिने बोली अर्थात् हामीले प्रयोग गरिने शब्दहरूका विभिन्न भागहरूको सम्बन्धमा आज हामी कुरा गर्छौँ। ढिलो नगरिकन अब कुराकानी अगाडि बढाउँ है त। पार्ट्स अफ स्पिच भनेको के हो त? यसको छोटो परिचयबाट सुरु गरौँ। पार्ट्स अफ स्पिच भनेको चाहिँ के हो भनेर सुरुमा हामी अङ्ग्रेजीमा कुरा गर्छौँ र नेपालीमा पनि त्यसको परिचय दिन्छौँ है। पार्ट्स अफ स्पिच आर द क्याटेगोरिज अफ वर्ड्स बेस्ड अन देयर फङ्सन एन्ड युज इन अ सेन्टेन्स। अब नेपालीमा पनि पार्ट्स अफ स्पिच भन्नाले वाक्यमा शब्दले गर्ने काम वा भूमिका अनुसार गरिएको शब्दहरूको वर्गीकरण हो है। अब पार्ट्स अफ स्पिच हामीलाई किन महत्त्वपूर्ण छ त? अङ्ग्रेजी सिक्दै गर्दा वा स्कुल तहमा क्याम्पस तहमा अङ्ग्रेजी विषय पढ्दा लेख्दा यो किन चाहिन्छ भन्ने कुरा अब यहाँ कुरा गरौँ। पार्ट्स अफ स्पिच सिक्न अत्यन्तै महत्त्वपूर्ण छ। यसले हामीलाई डेली लाइफमा अङ्ग्रेजीमा राम्रो कुरा गर्न र बुझ्न सहयोग पुर्याउँछ। जब हामी शब्दहरूलाई विभिन्न प्रकारमा वर्गीकरण गर्छौँ, हामी वाक्यहरूको अर्थ बुझ्न सजिलो बनाउँछौँ। यदि त्यो भएन भने हामीले बुझ्न सक्दैनौँ। यसले हाम्रो अङ्ग्रेजी लेख्ने र बोल्ने क्षमतामा सुधार ल्याउँछ। साथै पार्ट्स अफ स्पिचको अध्ययनले हामीलाई स्वस्थ संवाद अर्थात् बुझिने खालको संवाद गर्न मद्दत गर्छ। यो प्रक्रिया रमाइलो र उपयोगी छ। यदि हामीले थोरै मात्रै जाँगर गऱ्यौँ भने पार्ट्स अफ स्पिच त्यति गाह्रो छैन। अब पार्ट्स अफ स्पिचका प्रकारहरू के हुन् त? यो तपाईँहरूले पक्कै पनि सुन्दै पढ्दै आएको कुरा छ। तर आज हामी यो भिडियो अन्तिमसम्म तपाईँले हेर्नुभयो भने पार्ट्स अफ स्पिचको बारेमा सबै कुरा छर्लङ्ग बुझिन्छ। अब पार्ट्स अफ स्पिचका प्रकारहरू एउटा छ नाउन अर्थात् नाम। यसलाई नेपालीमा नाम भनिन्छ। मैले तपाईँहरूलाई सहज होस् भनेर हरेक अङ्ग्रेजीको नेपालीकरण पनि गरेको छु, अर्थात् नेपालीमा पनि लेखिदिएको छु, अनि यसरी बुझ्न पनि सजिलो हुन्छ। त्यसपछि अर्को छ प्रोनाउन अर्थात् सर्वनाम, अनि छ भर्ब अर्थात् क्रियापद। तपाईँले नेपालीमा क्रियापद भनेर पढ्नुहुन्छ, अङ्ग्रेजीमा भर्ब छ हैन। एड्जेक्टिभ्स भनेको विशेषण, एडभर्ब्स भनेको क्रिया विशेषण, प्रिपोजिसन भनेको नामयोगी वा चाहिँ पूर्वसर्ग, त्यसैगरी कन्जक्सन भनेको संयोजक जसले जोड्ने काम गर्छ वाक्यहरूलाई, र इन्टरजेक्सन भनेको विस्मयबोधक हैन। अब हामी यी सबैको परिचय परिभाषा सहित अनि उदाहरण अनि वाक्यमा प्रयोग यसलाई कसरी गरिन्छ त्यो पनि अङ्ग्रेजी नेपाली दुवैमा पढ्नेछौँ। त्यसकारण भिडियो पुरै हेर्नु होला है। अब जाउँ नाउन अर्थात् नामबाट सुरु गरौँ। सुरुमा पार्ट्स अफ स्पिचको पहिलो महत्त्वपूर्ण चाहिँ भाग के हो त? नाउन हो। यसका पनि अनेक प्रकार छन्। हामी पछि फेरि यी सबैको छुट्टा छुट्टै भिडियोहरू बनाउनेछौँ। अहिले लागौँ नाउनको डेफिनेसन अर्थात् परिभाषा। अ नाउन इज अ वर्ड द्याट नेम्स अ पर्सन, प्लेस, थिङ और आइडिया। अब कुनै व्यक्ति, ठाउँ, वस्तु वा भाव बुझाउने शब्दलाई के भनिन्छ त? नाम भनिन्छ। अब नामका उदाहरणहरू के हुन् त? जस्तै राम, काठमाडौँ, पेन, एप्पल, टिचर, वाटर, अनेस्टी, लभ, टिम, गोल्ड, बुक, डग, सिटी, ह्याप्पिनेस, स्कुल, अझै यस्तै धेरै कुराहरू छन् है, जुन चाहिँ के हुन् त? नाउन हुन्। हामीले चाहिँ जति पनि हाम्रो साथीभाइका नामहरू लिन्छौँ त्यो पनि नाउन हो। अनि हाम्रो क्लास पनि नाउन हो। हामीले क्लास भन्छौँ नि, ग्रुप पनि नाउन हो। तर यिनीहरूको पनि छुट्टा छुट्टै प्रकृति छ। नामका पनि धेरै प्रकारहरू छन्। हामीले आगामी भिडियोहरूमा हरेक पार्ट्स अफ स्पिचका भागहरूको छुट्टा छुट्टै भिडियो बनाउनेछौँ। अब नाउनपछि नाउनको उदाहरण अर्थात् नामका उदाहरणपछि अब यसलाई वाक्यमा प्रयोग गर्दा कसरी गरिन्छ, वाक्यमा कसरी प्रयोग हुन्छ त भनेर सेन्टेन्स इक्जाम्पल वाक्य उदाहरणहरू हेरौँ है त। यहाँ सीता इज रिडिङ अ बुक। मैले जति पनि नाउनहरू वा चाहिँ जुन पनि पार्ट्स अफ स्पिच छ त्यसलाई येल्लोमा अर्थात् पहेँलो कलरमा र अरूलाई चाहिँ व्हाइटमा लेखेको छु। सीता इज रिडिङ अ बुक। सीता किताब पढ्दैछिन्। एउटा किताब पढ्दैछिन् हुन्छ, यहाँ अ छुटेछ। त्यस्तै काठमाडौँ इज द क्यापिटल अफ नेपाल। काठमाडौँ नेपालको राजधानी हो। अनेस्टी इज अ गुड क्वालिटी। इमान्दारी एक राम्रो गुण हो। हेर्नु त यहाँ चाहिँ
नाउन चाहिँ के रहेछन्? सीता, काठमाडौँ, अनेस्टी। अब सबैको उदाहरण प्रस्तुत गर्न त सकिँदैन, तर तपाईँले यसलाई स्क्रिनसट लिएर सबैको शब्दहरूलाई यी नाउनहरूलाई प्रयोग गरेर वाक्य बनाएर अभ्यास गर्न सक्नुहुन्छ है। त्यसपछि अर्को छ प्रोनाउन। अब नाउन जस्तै हो, यसको पछाडि नाउन भन्ने नै छ नि, अगाडि प्रो छ, त्यही भएर यसलाई सर्वनाम भनिन्छ। अब सर्वनाम तपाईँलाई पक्कै थाहा छ, प्रोनाउन इज अ वर्ड युज इन अ प्लेस अफ अ नाउन टु अभोइड रिपिटेसन। नामलाई दोहोरिनको लागि चाहिँ रोक्न र नामको सट्टामा प्रयोग गर्ने शब्दलाई नै के भनिन्छ त? सर्वनाम भनिन्छ। अब यसमा हेर्नुहोस् त इक्जाम्पल अर्थात् उदाहरणहरू। म यहाँ आई हुनुपर्ने, वी, म भनेको आई, अनि वी, यु, ही, सी, इट, दे, मी, अस, हिम, हर, हु, दिस, द्याट, माई, यिनीहरू सबै के हुन् त? सर्वनाम हुन्, जसलाई हामी नामको सट्टामा प्रयोग गर्छौँ। जस्तै तपाईँको साथीको नाम के छ? मानौ हरि छ। हरि मेरो साथी हो, अनि हरिको घर नेपालको राजधानी काठमाडौँमा छ भन्ने ठाउँमा तपाईँले हरि मेरो साथी हो, उसको घर नेपालको राजधानी काठमाडौँमा छ भनेर उसको ऊ भन्ने प्रयोग गर्नुहुन्छ नि, त्यही नै के हो त? सर्वनाम हो। अब यसको वाक्य उदाहरण हेरौँ सर्वनामको। ही इज अ डक्टर, ऊ एक डाक्टर हो। दे आर प्लेइङ फुटबल, तिनीहरू फुटबल खेल्दैछन्। आई ह्याभ अ पेन, अब आई तपाईँको नाम पनि हुनसक्छ नि त। जस्तै मानौ मेरो नाम श्याम हो भने यदि मैले श्यामको ठाउँमा आई लेखेको छु नि, यो पनि सर्वनाम हो है त। अब अर्को भव अर्थात् क्रियापद। अब यो चाहिँ धेरै महत्त्वपूर्ण, हुन त सबै महत्त्वपूर्ण छन्, यो पनि महत्त्वपूर्ण छ। अ भव इज अ वर्ड द्याट एक्सप्रेस एन एक्सन, अकरेन्स अर स्टेट अफ बिङ। भव भनेको के हो त भन्दा कुनै पनि काम भएको अवस्थालाई बुझाउँछ के, त्यसलाई नै क्रियापद भनिन्छ। जस्तो मैले यो भिडियो बनाइरहेको छु, अब भिडियोमा बोलिरहेको छु हैन, अनि माउस चलाइरहेको छु कम्प्युटरको, यो चलाएको, बनाएको, बोलेको यो कुरा छ नि, यिनै के हुन् त? भवहरू हुन्। हामीले दैनिक जीवनमा धेरै क्रियाहरू गर्छौँ, कामहरू गर्छौँ, त्यसैलाई भव भनिन्छ। क्रियापद भनेको कार्य हो है। या अब इक्जाम्पलहरू हेरौँ। इट खानु, स्लिप सुत्नु, रन दौडनु हैन, रिड पढ्नु, राइट लेख्नु, गो, इज, एम। अब इज, एम, आर यिनीहरू हेल्पिङ भवहरू छन्, कुनै चाहिँ एक्सन भव छन्। अनि वर्क काम गर्नु, सिङ गाउनु, डान्स नाच्नु, स्पिक बोल्नु, प्ले खेल्नु, हामीले डाइरेक्ट प्रत्यक्ष रूपमा गर्ने कामहरू चाहिँ एक्सन भवहरू हुन् भने हामीले काम गरेको वा हामी भएको हाम्रो अवस्थिति जनाउनको लागि प्रयोग गरिने इज, एम, आर यिनीहरू हेल्पिङ भव वा लिङ्किङ भव भनेर जानिन्छ। हामी आगामी श्रृङ्खलाहरूमा भवको पनि एउटा छुट्टै भिडियो बनाउनेछौँ है त। अब यसका उदाहरण हेरेपछि यसलाई वाक्यमा कसरी प्रयोग गरिन्छ, वाक्यमा भव कहाँनिर आउँछ भन्ने कुरा यहाँ हेरौँ। सी सिङ्स अ सङ, उनी गीत गाउँछिन्। यो सिङ्स भनेको, गाउँछिन् भनेको के हो त? भव हो, काम गरिन् नि त, एउटा क्रिया भयो। दे इट मिल, यहाँ इटमा मैले येल्लो लाउन बिर्सेँ, हो यो चाहिँ इट, यहाँ चाहिँ खान्छन् भन्ने छ नि, यो भव हो। आई रोट अ लेटर, यहाँ रोटमा पनि येल्लो भएन छ, यो लेखेँ भन्ने राइटको पास्ट फर्म है रोट, यो पनि भव हो। अब लागौँ अर्को महत्त्वपूर्ण पार्ट्स अफ स्पीच, एडजेक्टिभ्स। An adjective is a word that describe or modifies a noun or a pronoun. नाम वा सर्वनामको विशेषता, गुण, दोष, संख्या बुझाउने शब्दलाई के भनिन्छ त? विशेषण भनिन्छ। जस्तै राम असल व्यक्ति हो हैन, सीता असल केटी हुन् वा चाहिँ राम्री केटी हुन्, सुन्दर केटी हुन् हैन, ऊ मेहनती विद्यार्थी हो। यस्ता कुराहरू गर्नको लागि जुन नामको वर्णन गर्छ नि, नामको गुण देखाउँछ, क्वालिटी देखाउँछ वा दोष देखाउँछ, ऊ नराम्रो मान्छे हो भन्दा त्यो नराम्रो, यस्ता कुराहरू के हुन् त? एडजेक्टिभ्स अर्थात् विशेषण हुन्। अब यसको इक्जाम्पल उदाहरणहरू हेरौँ त। गुड भनेको राम्रो, ब्याड नराम्रो, टल अग्लो, ब्युटिफुल सुन्दर, स्मल सानो, रेड रातो, ब्रेभ बहादुर, हट तातो, कोल्ड चिसो, फास्ट छिटो, स्मार्ट बाठो, ह्याप्पी खुसी, ओल्ड पुरानो, न्यू नयाँ, 5 5। अब यतिवटा भन्दा पनि त्यसले कतिवटा भन्ने विशेषता जनाउँछ, त्यो भएको भएर है त। अब हामी यसलाई वाक्यमा प्रयोग गर्दा कसरी गरिन्छ भन्ने हेरौँ। इट इज अ ब्युटिफुल फ्लावर, यो एउटा सुन्दर फुल हो। हेर्नु त, यो ब्युटिफुल भन्ने के रहेछ त? एडजेक्टिभ रहेछ।
ही इज अ टल बोय, ऊ चाहिँ एउटा अग्लो केटा हो। यो अग्लो भन्ने के रहेछ त? एड्जेक्टिभ्स अर्थात् विशेषण रहेछ। अब तपाईँले यसलाई कसरी पनि बुझ्न सक्नुहुन्छ भन्दा विशेषता बुझाउने के, नाम वा सर्वनामको विशेषता बुझाउने वा चाहिँ व्यक्तिको ठाउँको हैन अवस्थितिको विशेषता जसले बुझाउँछ त्यो के हो त? एड्जेक्टिभ्स अर्थात् विशेषण हो। सी इज अ गुड स्टुडेन्ट, उनी असल विद्यार्थी हुन्। यसले उनीहरूको विशेषता बुझायो नि त। विशेषता वा दोष बुझायो भने त्यो चाहिँ के हो त? एड्जेक्टिभ्स हो। अब लागौँ अर्को एडभर्ब। अब यो चाहिँ फेरि एड्जेक्टिभ जस्तै हो तर यसले क्रियाको विशेषता बुझाउँछ। क्रिया विशेषण क्रियाको विशेषता बुझाउने। हेर्नुस् त, एन एडभर्ब इज अ वर्ड द्याट मोडिफाइज अ भर्ब एन एड्जेक्टिभ्स और एनदर एडभर्ब। यसले क्रिया विशेषण वा अर्को क्रिया विशेषणको अर्थमा थप विशेषता थप्ने काम गर्छ। त्यसैलाई क्रिया विशेषण भनिन्छ। अब हेर्नुस् है, यहाँ स्लोली भनेको बिस्तारै, क्विकली भनेको छिटो, ब्रेभली भनेको बहादुरीपूर्वक वा बहादुरपूर्वक, भेरी भनेको धेरै, टुडे आज, हियर यहाँ, देयर त्यहाँ, नाउ अहिले, अलवेज भनेको सधैँ, अफन अक्सर, लाउडली ठुलो स्वरले, वेल राम्ररी, अर्ली चाँडै, डेली दैनिक, अनि क्वाइटली भनेको शान्तसँग। कसरी काम गरिएको छ, कहिले गरिएको छ, कस्तो गरिएको छ, यस्ता कुराहरूको विशेषता बुझाउने चाहिँ कामहरूको विशेषता जसले बुझाउँछ वा चाहिँ कामहरूको समय बुझाउने। यी यावत एडभर्बको पनि हामी सिङ्गै छुट्टै भिडियो बनाउनेछौँ है, अलग्गै। तपाईँहरूले पक्कै पनि हेर्नुहुनेछ। अब यसलाई पनि वाक्यमा कसरी प्रयोग गरिन्छ त? हेर्नुहोस् त, ही रन्स फास्ट। यहाँ चाहिँ फास्ट भनेको के रहेछ त? छिटो हो। ऊ छिटो दौडिन्छ। यो फास्ट र छिटो भनेको के रहेछ? फास्ट भनेको एडभर्ब रहेछ। सी स्पिक्स स्लोली, उनी बिस्तारै बोल्छिन्। यो स्लोली भनेको के रहेछ? एडभर्ब रहेछ। एन्ड इट इज हट टुडे, आज गर्मी छ। गर्मी पनि के हो त? आजको विशेषता, आज कस्तो छ भनेर बतायो नि त, त्यो भएर यो एडभर्ब हो। अब हामी अर्को पार्ट्स अफ स्पिचमा पुग्यौँ, त्यो भनेको प्रिपोजिसन हो। यसलाई नामयोगी भनिन्छ। यो नाम वा सर्वनामको अगाडि आएर त्यसको सम्बन्ध वाक्यका अरू शब्दहरूसँग कस्तो छ भन्ने जनाउँछ, त्यो चाहिँ प्रिपोजिसन हो। अ प्रिपोजिसन इज अ वर्ड placed before a noun or pronoun to show its relation to another word in the sentence। नाम वा सर्वनामको अगाडि आएर त्यसको सम्बन्ध वाक्यका अन्य शब्दसँग देखाउने शब्दलाई नामयोगी भनिन्छ। हेर्नुहोस् है त, अब यहाँ चाहिँ हामीले उदाहरणहरू हेरौँ। इन भनेको भित्र, अन भनेको माथि, अन्डर मुनि, एट मा, टु लाई वा तर्फ हैन, फ्रम भनेको बाट, विथ भनेको सँग, बाई भनेको द्वारा, बिट्विन भनेको बिचमा, फर्क भनेको को लागि, अफ भनेको को, इन्टु भनेको भित्र पस्नु, एबभ भनेको माथि, बिहाइन्ड भनेको पछाडि, नियर भनेको नजिकै। यस्तै अन्य धेरै कुराहरू पनि छन् प्रिपोजिसनमा है। टुगेदर भनेको सँगै, यस्ता कुराहरू पनि आउँछन्। अब यसलाई वाक्यमा कसरी प्रयोग गरिँदो रहेछ यो पनि हेरौँ। द बुक इज अन द टेबल, किताब टेबल माथि छ। यो अनले के जनायो? यहाँ माथि, टेबलको माथि यदि बुक छ भने माथि छ। यदि बुक चाहिँ ब्यागको भित्र छ भने फेरि द बुक इज इन द ब्याग हुन्छ। किताब भित्र छ, भित्र जनाउनलाई इन भन्नुपर्छ। ठाउँमा पनि इन प्रयोग हुन्छ। जस्तै ही लिभ्स इन काठमाडौँ, ऊ काठमाडौँमा बस्छ। इनको अर्थ मा पनि हो हैन। द क्याट इज अन्डर द चेयर, बिरालो कुर्सी मुनि छ। अब अन्डरले मुनि जनायो। अब अभव भन्ने माथि हैन। अब यस्ता कुराहरू हामीले मुनिको ठाउँमा माथि, अभव, अप भन्ने कुरा पनि माथि नै हुन्छ हैन। फ्रम भनेको बाट, विथ सँग, बिट्विन भनेको सी इज बिट्विन मी एन्ड ही वा चाहिँ मी एन्ड हिम भन्यो भने ऊ र मेरो बिचमा उनी छिन् भन्न पनि मिल्यो। धेरै तरिकाले प्रयोग गर्न सकिन्छ। हामी प्रिपोजिसनको बारेमा पनि एउटा सिङ्गै के गर्नेछौँ त? एपिसोड बनाउनेछौँ है त साथीहरू। अब हामी फेरि पुगेका छौँ पार्ट्स अफ स्पिचको अर्को भाग, कन्जक्सन अर्थात् संयोजक। संयोजक भन्ने बित्तिकै तपाईँलाई पक्कै पनि थाहा छ, संयोजन गर्नु अर्थात् जोड्नु भन्ने हुन्छ। अ कन्जक्सन इज अ वर्ड युज टु जोइन वर्ड्स, फ्रेजेस और सेन्टेन्सेस टुगेदर। दुई वा दुईभन्दा बढी शब्द वा वाक्यहरूलाई जोड्न प्रयोग हुने शब्दलाई के भनिन्छ त? संयोजक वा कन्जक्सन भनिन्छ। हेर्नुहोस् त, यसको चाहिँ उदाहरण हेरौँ। एन्ड भनेको र, यसले जोड्यो नि त। आई गो टु होम एन्ड इट राइस। जस्तो आई गो टु होम, आई इट राइसलाई मैले म घर जान्छु र भात खान्छु भन्न मिल्यो। त्यस्तै बट, म घर जान्छु तर भात खान्न
भन्न पनि मिल्यो। म घर जान्छु, म भात खान्न भन्नेलाई आई गो टु होम। आई डोन्ट इट राइस भन्नेलाई आई गो टु होम बट डोन्ट इट राइस भन्यो भने मिल्यो। त्यसै गरी अथवा, और भनेको अथवा, बिकज भनेको किनभने वा किनकि, सो भनेको त्यसैले, इफ भनेको यदि, अल्दो भनेको यद्यपि, यो यद्यपि भनेको तर पनि, भए पनि भन्ने हिसाबले, येट भनेको अझै, अनलेस भनेको नभएसम्म, अन्टिल भनेको जबसम्म, बोथ भनेको दुवै, नाइदर भनेको न त भनेको, नर भनेको न, आइदर भनेको वा, वेदर भनेको कि त। अब यस्ता कुराहरू के हुन् त? कन्जक्सन हुन्। अब यिनीहरूलाई पनि वाक्यमा कसरी प्रयोग गर्ने? यहाँ हेरौँ। राम एन्ड हरि आर फ्रेन्ड्स। हेर्नुहोस् त, राम र हरिलाई यसले जोड्यो कि जोडेन? राम र हरि साथीहरू हुन्। हि इज पुवर बट अनेस्ट। अब हेर्नुहोस् त, हि इज पुवर, हि इज अनेस्टलाई जोडेर यसले के गरेको त? हि इज पुवर बट अनेस्ट। ऊ गरिब छ तर इमान्दार छ। ऊ गरिब छ, ऊ इमान्दार छ लाई जोडेर यो ऊ एउटा मात्रै प्रयोग गरे हुने भयो, बिचमा तर आएपछि मिल्यो। आई एम लेट बिकज इट रेन्ड। पानी परेकोले मलाई ढिला भयो। यहाँ कोले भन्ने छ नि, यो यहाँ चाहिँ बिकज भनेको किनभने छ। म ढिला भएँ किनकि वा चाहिँ किनभने पानी परेको थियो भन्ने अर्थ लाग्छ। र हामी पार्ट्स अफ स्पिचको अन्तिममा छौँ। यो हो इन्टरजेक्सन अर्थात् विस्मय बोध। विस्मय भनेको चाहिँ हर्ष, खुसी, दुःख हैन वा चाहिँ अचम्म मान्ने खालको भाव व्यक्त गर्न प्रयोग गरिने शब्दलाई के भनिन्छ त? विस्मय बोधक भनिन्छ। एन इन्टरजेक्सन इज अ वर्ड द्याट एक्सप्रेस स्ट्रङ इमोसन और सडन फिलिङ्स। एकदम चाहिँ गहिरो भावनाहरू व्यक्त गर्ने र तत्कालमा चाहिँ एउटा जुन खालको चाहिँ भाव आउँछ त्यो व्यक्त गर्ने, मनको अचानक आउने भाव वा भावना, खुसी, दुःख, अचम्म बुझाउने शब्दलाई के भनिँदो रहेछ त? विस्मयबोधक शब्द भनिँदो रहेछ। यो चाहिँ पार्ट्स अफ स्पिचको एउटा महत्त्वपूर्ण भाग हो। अब यो चाहिँ के हो त भन्दा, ओहो, ओ याच ओ भनेको ओहो, यससँग चाहिँ जहिले पनि यो विस्मयादि बोधक चिन्ह हैन यो प्रयोग हुन्छ। एक्सप्लानेसन मार्क भन्ने चाहिँ प्रयोग हुन्छ है। त्यसै आह गरेको चाहिँ आहा भनेको, एल्स भनेको हाय, धिक्कार छ भनेको, हुर्रे भनेको चाहिँ खुसी व्यक्त गर्ने, वाउ भनेको नि वाह भनेर खुसी व्यक्त, आउच भनेको ऐया, दुख्दा, यताउति हुँदा, यो पनि सडन आउने भाग हो नि त। अब हेलो पनि इन्टरजेक्सन हो। कुनै व्यक्तिलाई तपाईँले धेरै समयपछि भेट्नुभएको छ भने ओहो हेलो भन्दा पनि। त्यसै ब्राभो भनेको स्याबास भनेको, हुस भनेको चुप भनेको, अफ्स भनेको ओहो भनेको। अब यी विभिन्न खालका इन्टरजेक्सनहरू हामीले के गर्छौँ त? प्रयोग गर्छौँ, जान्नुपर्ने हुन्छ। अब यिनीहरूलाई वाक्यमा कसरी प्रयोग गरिन्छ भन्ने कुरा पनि अब जानौँ है त। वाउ व्हाट अ ब्युटिफुल भ्यू। वाह कस्तो सुन्दर दृश्य। हेर्नुहोस् त, यहाँ पनि हामीलाई के भयो त? तत्काल एउटा भावना मनमा आयो। एल्स ही फेल द इक्जाम। हाय ऊ परीक्षामा असफल भयो बिचरा भन्ने तरिकाको भाव। त्यस्तै हुर्रे वी वन द म्याच। ओहो हुर्रे हामीले खेल जित्यौँ भनेर खुसी व्यक्त गरेको। हेर्नुहोस् त, आजको भिडियोमा हामीले पार्ट्स अफ स्पिचको बारेमा जानकारी लियौँ। पार्ट्स अफ स्पिच सिकेर अङ्ग्रेजी बोल्न सजिलो हुन्छ। यसले तपाईँलाई सन्देश स्पष्ट र प्रभावकारी तरिकाले व्यक्त गर्न मद्दत गर्छ। अनि शब्दका प्रकारहरूलाई बुझ्नाले तपाईँको वाक्यहरूको संरचना परिमार्जन गर्न र दैनिक जीवनमा प्रभावशाली वा चाहिँ प्रभावी संवाद गर्न मद्दत गर्छ। अङ्ग्रेजीमा राम्रो कुरा गर्न र बुझ्न अभ्यास गर्दै गर्नुहोस् अनि त्यसमा यिनीहरूलाई प्रयोग गर्दै गर्नुहोस्। नियमित अभ्यासले नै तपाईँलाई अझै बढी विश्वस्त बनाउँछ, जसले गर्दा नयाँ शब्दहरू सिक्ने, अभिव्यक्तिहरूको प्रयोगमा चाहिँ एकदमै सहज हुने हुन्छ। यदि तपाईँहरूले यी कुराहरूलाई आफ्नो दैनिक लेखनमा, बोलीचालीमा प्रयोग गर्नुभयो भने यसले तपाईँलाई के गर्छ त? अङ्ग्रेजीमा राम्रो बनाउँछ। आजको भिडियो हेर्नुभएकोमा तपाईँहरूलाई थ्याङ्क यू, धन्यवाद। अनि हाम्रो च्यानल, हाम्रो भिडियोहरू मन परेको छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला। अनि भिडियो मन परेमा लाइक गर्नुहोस्। भिडियोमा तपाईँका भावनाहरू लेख्नुहोला कमेन्ट गरेर, र यी भिडियोहरू आफ्ना साथीभाइहरूलाई पनि पठाउनुहोला ताकि उहाँहरूले पनि हामीले राख्ने भिडियोमा भएका जानकारीहरू सिकेर आफ्नो अङ्ग्रेजीलाई सुधार गर्न सक्नुहुनेछ। हामीलाई विभिन्न तरिकाले हाम्रो भिडियोहरू हेरेर सब्स्क्राइब, लाइक, कमेन्ट, सेयर गरेर साथ दिँदै गर्नुहोला है त। आजको भिडियो यति बेरसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। आगामी भिडियोमा फेरि भेटौँला। तपाईँको समय शुभ रहोस्। नमस्ते, बाइ बाइ।